यो धर्म राम्रो त्यो धर्म नराम्रो भनेर हामीले एक अर्कामा वाद विवाद गर्नु भन्दाखेरि सबै धर्महरूलाई समान रूपले इज्जत गर्न नै राम्रो हो। आज मैले फेसबुकमा त्यहाँ एउटा पोस्ट लगाएको छु भीमश्रेष्ठको ठाउँमा। तपाईहरुले त्यहाँ मैले सबै धर्महरूको विषयमा त्यसमा हिन्दू धर्मले के भन्छ, बाइबलले के भन्छ, कुरानले के भन्छ र त्यस्तै गरेर बुद्ध धर्मले के भन्छ भन्ने कुराहरू समावेश गरेको छु। त्यो हेर्नुभयो भनेदेखि तपाईहरुले सबै धर्मको उद्देश्य र लक्ष्य एउटै रहेछ भन्ने कुरा पाउनुहुन्छ र हेरेर आफूले पनि मनन विचार गर्नुहोला। त्यहाँ कस्तो छ र चाहिँ आफ्नो विचार प्रकट गर्नुहोला। त्यो ठिक हो कि बेठिक हो मलाई चाहिँ ठिक लाग्यो र विभिन्न ग्रन्थहरूको जस्तै गीताको, बाइबलको र कुरानको अनि बुद्ध धम्म पदहरूको चाहिँ मैले त्यहाँ पदहरू राखेको छु र धर्मको कट्टर हुने मानिसहरूले त्यसलाई विचार गर्नुहोला र सबै धर्मको उद्देश्य एउटै हो र हामीले नबुझ्दा मात्रै र यो मेरो यो राम्रो यो नराम्रो भनेर हामी भन्दा रहेछौँ र यसमा बुझ्दाखेरि हामीहरूले सबै कुराहरू त्यहाँ बुझिन्छ र तपाईहरुले ताली गाली जस्तो सुकै कुराहरू पनि दिन सक्नुहुन्छ र भन्न सक्नुहुन्छ। मलाई स्वीकार्य छ। तपाईहरुको आफ्नो विचार प्रकट गर्नुहोला है त।